हे गाइस, तपाईहरु कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ भन्ने आशा राखेकी छु। म पनि सन्चै छु। स्वागत छ तपाईहरुलाई आजको मेरो ब्लगमा। साथीहरु, आज म पुवा पकाउँदै थिएँ। पुवा पकाउँछु भनेर सोचेको थिएँ र मलाई भोक पनि साह्रै लागिरहेको थियो। सो मैले यहाँ कडाई बसालेर त्यसमा पानी अनि तेल हालेर अनि एउटा भाँडोमा एउटा कचौरामा चाहिँ सानो कचौरामा ठिक्का मात्रको मिडियम खाले कचौरामा पानी र अलिकति सुगर मतलब चिनी अनि त्यसमा चामलको पिठो खस्रो गरी पिनेको चामलको पिठो हालेर त्यसलाई मिक्स गरेर अनि त्यसपछि तेल कडाईमा हाले तेल पाकिसकेपछि अनि त्यसपछि यसमा हाले मैले त्यो पिठो पानीमा घोलेको पिठो हालेर चलाएँ। यो एक साइडको ग्यास मेरो अलि कमजोर छ, त्यही भएर समातेर चलाउनु पर्छ, नत्र हुन्छ ख्याटाक भइरहेको हुन्छ। त्यही भएर त्यो पकाउँदै त्यसपछि छोपेर उठे बसाले फेरि त्यो खोलेर ढक्कन खोलेर फेरि यसलाई चलाउँदै साइडमा पुरै कालो भइसकेको छ। हेर्न सक्नुहुन्छ तपाईहरु, सबै कालो भइसकेको थियो। अनि कालो हुँदासम्म तर मेरो पुवा चाहिँ पाक्यो साथीहरु। आज फर्स्ट चोटि हो मेरो पुवा, मैले कहिले पनि पकाएको थिएन। आज मलाई साह्रै भोक लागिरहेको थियो। अब के खाउँ बिहान पनि भात, बेलुकाको पनि भात, अनि के खाउँ भनेर तयार पारेको तपाईहरु देख्न सक्नुहुन्छ।